कुरा सन् 1879 को हो। त्यति बेलाको इटालीको महारानीलाई आफ्नो आउँदै गरेको बर्थडेमा केही नयाँ खाना खुवाइनु पर्छ भन्ने आइडिया आएछ र महारानीको शर्त अनुसार खाना मिठो मात्रै हुनु भएन, खानामा इटालीको राष्ट्रियता पनि झल्किनु पर्ने हुन्थ्यो। सबै फसादमा परे। महारानीको शर्त अनुसार एकजना सेफ जसको नाम रफाइले एस्पोसितो थियो उनी खाना बनाउन तयार भए। साधारण टमाटरको सस, मोजरेला चिज र बेसिलको टपिङ हालेर सेफ रफाइले एक पिज्जा बनाएर महारानीको बर्थडेमा सर्भ गरे। उनको कथन थियो पिज्जामा राखिएको हर एक इन्ग्रेडियन्ट्सले इटालीको झन्डालाई रिप्रेजेन्ट गर्छ। महारानीलाई पिज्जाको स्वाद गजब लागेछ र अब मैले यति भनिसक्दाखेरि तपाईँलाई त्यो पिज्जाको नाम के हो र महारानीको नाम के होला भन्ने खुल्दुली त पक्कै लागेको हुनुपर्छ। धैर्य गर्नुहोस्, म पिज्जाको नाम र महारानीको नाम दुवै भन्न गइरहेको छु। पिज्जा हो मार्गरिटा पिज्जा र महारानी थिइन् क्विन मार्गरिटा हो। क्विन मार्गरिटाकै सम्मानमा मार्गरिटा पिज्जा सन् 1879 मा बनाइएको थियो।